डिसेबिलिटीले तपाईको लाइफको स्ट्रक्चरलाई नै चेन्ज गरिदिन्छ। चारवटा मुख्य कुराहरू चेन्ज हुन्छ। पहिलो भनेको फ्रिडम, तपाईको इन्डिपेन्डेन्स घट्छ। हेल्थ भनेको बाँच्नु मात्रै होइन, हेल्थ भनेको स्वतन्त्र भएर बाँच्नुलाई नै हामीले प्रपर हेल्थ भन्छौँ। दोस्रो भनेको कन्ट्रिब्युसन अथवा योगदान घट्दै जान्छ। हामी एभ्री सिटिजन इज अ कन्ट्रिब्युटर। जब डिसेबिलिटी हुन्छ फङ्सनिङ घट्छ, प्रोडक्टिभिटी घट्छ र इन्कम पनि घट्दै जान्छ। तेस्रो भनेको पार्टिसिपेसन, सहभागिता। समाज पार्टिसिपेसनमा चल्छ। जब डिसेबिलिटी हुन्छ फिजिकल, सोसियल र सिस्टम ब्यारियर क्रिएट गर्छ। चौथो र मोस्ट इम्पोर्टेन्ट, डिसेबिलिटीले मेन्टल हेल्थ र फ्यामिलीलाई नै इम्प्याक्ट पार्छ। डिसेबिलिटी भयो भने एकजनामा मात्रै सीमित हुँदैन, यसले इन्टायर फ्यामिलीलाई नै केयर गिभर बनाउँछ। एन्ड हियर कम्स द हार्स रियालिटी, जब तपाईँ डिसेबल हुनुहुन्छ तपाईँ खर्चमा बाँच्नुपर्छ, तपाईँको सम्पत्तिहरू तपाईँले बेच्न सुरु गर्नुहुन्छ, तपाईँको आम्दानी घट्दै जान्छ, तपाईँको सेभिङ घट्दै जान्छ। दिस इज नट जस्ट अ मेडिकल इस्यु, दिस इज अ पोलिसी र सिस्टमको इस्यु हो। अनि अन्तिममा एउटा कुरा सोच्नुहोस् त, भोलि तपाईँको लाइफ चेन्ज भयो भने तपाईँको कन्ट्रीको सिस्टमले तपाईँलाई प्रोटेक्ट गर्छ। हेल्थ भनेको खालि मेडिकल कुरा मात्रै हो त? हेल्थ इज फ्रिडम, हेल्थ इज पार्टिसिपेसन, हेल्थ डिग्निटीका साथ बाँच्नुलाई नै हामीले प्रपर हेल्थ भन्छौँ। सो दिस इज द एन्ड अफ दिस एपिसोड। स्टे ट्युन फर द नेक्स्ट एपिसोड इन द पब्लिक हेल्थ म्याटर्स।